सत्ता समीकरण चाहिँ मानौ यस्तो भाष्य बनाउन प्रयास भएको छ। माओवादीले कहिले कांग्रेससँग कहिले एमालेसँग समीकरण बनाएर सत्ताको नेतृत्व गरिराख्यो भन्ने भाष्य बनाइएको छ। त्यो सत्य होइन। सत्य हो नि? सत्य होइन। सत्य के हो भने कहिले कांग्रेस चाहिँ माओवादीसँग जसरी नै मिल्न पर्यो भनेर माओवादीसँग आयो, कहिले एमाले माओवादीसँग जसरी मिल्न पर्यो भनेर माओवादीसँग आयो। कांग्रेस र एमाले माओवादी खोज्दै आयो हो कि माओवादी एमाले र कांग्रेस खोज्दै गयो भन्ने कुराको पहिला राम्रोसँग विचार गर्नु पर्यो। अब माओवादी यत्रो लडाईँ गरेर सत्ता स्थापित गरेर यो गणतन्त्रको पक्षधर पार्टीको नेतृत्व, अनि तिनले जे भन्यो त्यही मान तिनको मानिएन र त अहिले सरकारबाट हटाए। कस्तो तपाईले नबुझे हो? उनीहरूले जे भन्यो त्यही मानेको भए त म प्रधानमन्त्री नै भइराख्थे नि। मैले भ्रष्टाचारीहरूलाई कारबाहीको प्रक्रिया दृढताको साथ अगाडि नबढाएको भए, कांग्रेसले भने अनुसार मानेको भए, एमाले माने अनुसार मानेको भए त म प्रधानमन्त्री भइ नै राख्थे नि। कस्तो नबुझ्या तपाईहरुले? उनीहरूले भने अनुसार गरिन मैले। तपाई सुशासनको पक्ष नेपालको इतिहासमा हेर्नुभयो भने यो गएको 18 महिनामा रिकर्ड बनेको छ। तपाई सामाजिक न्यायको कुरा, चाहे तराई मधेसका लाखौं नेपाली युवाहरूको नागरिकताको कुरा गरौं, या मिटर ब्याज पीडितको निम्ति बनाइएको ऐनको कुरा गरौं, या सामाजिक सुरक्षा कोषमा आबद्ध गर्नको लागि चालिएका कदम भन्नुहोस्, सामाजिक न्यायको क्षेत्रमा रिकर्ड बनेको छ। अर्थतन्त्र के स्थिति थियो? मैले प्रधानमन्त्री सम्हाल्दै गर्दा आतंक थियो देशमा। बिस्तारै बिस्तारै त्यसलाई सम्हाल्दै लगिएको थियो। अन्तर्राष्ट्रिय क्षेत्रमा, चाहे हाम्रा छिमेकीसँगको सम्बन्धमा भन्नुहोस् या अन्तर्राष्ट्रिय मञ्चहरूमा, नेपालको इज्जत र प्रतिष्ठा सायद मेरो दृष्टिमा र नेपालको राष्ट्रिय हित र नेपाली जनताको हितमा यति धेरै काम पहिला भएको थिएन।